नमस्ते साथीहरू सबैलाई। के छ, आरामै सन्चै हुनुहुन्छ नि? मलाई चाहिँ अहिलेसम्म सन्चै छ है साथीहरू। आज म तपाईँहरूलाई यो लुम्ती तिलपुङ खण्डको बाटोको यहाँ केही कामहरू भएको छ। यहाँ यो पाहाडी हेर्नुहोस्, यो टङ्कको अधिकारी बालकृष्ण बुवाको घरभन्दा मास्तिरबाट परसम्म भवदाइको घर तलतिर हुँदै यो परसम्म चाहिँ यो स्तर उन्नति भएको छ। बाटोलाई चौडा पार्ने काम भएको छ। यहाँसम्म यस दिमाग अति काम भइरहेछ। यसपालि माननीयज्यूले चाहिँ पिचै हुन्छ यो बाटो, ढुक्क हुनु छ भन्नुभएको छ। हामी अहिलेसम्म ढुक्कै छौँ, तर काम हुने र पैसाको स्रोत चाहिँ केही देखिएको छैन। यसरी काम भइरहेछ। त्यो विकासलाई अलिक छिटो गर्नु पऱ्यो। माथि तिलपुङ डाँडाको टावर पनि छ, टेलिकम टावर। बाटो त बन्दैछ, अलिक द्रुत गतिमा बनिदिएदेखि जनताले छिटै सुख भोग्न पाउने थिए। सबैलाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा। मन लाग्यो भने यसो लाइक कमेन्ट पनि गर्नु होला। है त, नमस्कार सबैलाई।